आज हामी हेर्नेछौँ पहिलेका दिनहरूमा कसरी तेल बनाइन्थ्यो। आज पनि नेपालका दुर्गम ठाउँमा यस्तै परम्परागत तरिकाले तेल बनाइन्छ। सबैभन्दा पहिले तोरे फल्ने बारी तयार गरिन्छ। कुटोले माटो खुलुलो बनाइन्छ र तोरे छरिन्छ। एक हप्तापछि तोरे उम्रिन थाल्छ। एक महिनापछि फूल फुल्न थाल्छ अनि सुन्दर बगैँचा जस्तो देखिन्छ। किरा नलागोस् भनेर बिसादी राखिन्छ। यसले तोरीलाई राम्रो फल्न मद्दत गर्छ। अनि 45 दिनमा तोरीले गेडा हालिसकेको हुन्छ। 3 महिनापछि तोरी सबै पाक्छ अनि सबै तोरीलाई काटेर सुकाइन्छ। तोरीलाई राम्रोसँग छानेर भुटिन्छ अनि पुरानो काठे मिसिनमा राखेर घुमाइन्छ। धुलो परेपछि भाफामा राखिन्छ। रिङमा तोरी हालिन्छ अनि ढुङ्गाले तोरी राखेको काठमा हानिन्छ अनि शुद्ध तेल निस्कन्छ। हेर्नु साथीहरू, कति धेरै शुद्ध तेल भयो। अझ रमाइला भिडियोका लागि सब्स्क्राइब वा फलो गर्न नबिर्सनुहोला।